आषाढ 6 गतेदेखि आषाढ 12 गतेसम्मको साप्ताहिक राशिफलमा यहाँलाई हार्दिक स्वागत छ। अब लागौँ 12 राशिफलतर्फ। पहिलो राशि मेष राशि। साताको प्रारम्भमा नयाँ जिम्मेवारी प्राप्त हुँदा व्यस्तता बढ्नेछ। आत्मविश्वासका साथ अघि बढ्दा कार्यक्षेत्रमा राम्रो छाप छोड्न सकिनेछ। साताको मध्यतिर रोकिएका कामले गति लिनेछन्। आर्थिक पक्षमा सन्तोषजनक सुधार देखिनेछ। तपाईँको यो साता अत्यन्तै शुभ रहने देखिन्छ। वृष राशि। साताको प्रारम्भमा घर परिवारका काम व्यवस्थित गर्दै योजना बनाउन समय खर्च हुनेछ। आर्थिक विषयमा देखिएको अन्यल बिस्तारै हट्नेछ। साताको मध्यतिर व्यापार, कृषि, दैनिक उपयोगी वस्तुसँग सम्बन्धित कार्यबाट लाभ मिल्ने देखिन्छ। अनुभवी व्यक्तिको सल्लाहले तपाईँलाई निर्णय लिन सहज हुनेछ र तपाईँले गरेका कामहरू सहजताका साथ अगाडि बढाउन सक्ने देखिन्छ। मिथुन राशि। साताको प्रारम्भमा नयाँ योजना कार्यान्वयन गर्ने उत्साह तपाईँमा जाग्ने देखिन्छ। आफ्नो बोलीको प्रभावले धेरैको मन जित्न सक्नुहुनेछ। साताको मध्यतिर अध्ययन, सञ्चार तथा व्यापारसँग सम्बन्धित कार्यमा राम्रो उपलब्धि प्राप्त गर्न सक्नुहुनेछ। नयाँ चिन्जान भविष्यका लागि लाभदायक बन्न सक्ने देखिन्छ। बोलचालमा संयम अपनाउँदा सम्बन्ध अझ मजबुत नै देखिन्छ। कर्कट राशि। साताको प्रारम्भमा घरयासी जिम्मेवारी बढे पनि सबै काम सहज रूपमा सम्पन्न हुनेछन्। मनमा नयाँ आशा र उत्साह जाग्नेछ। साताको मध्यतिर आम्दानी बढाउने अवसरहरू प्राप्त हुन सक्छन्। आफन्तजनको सहयोगले तपाईँका महत्त्वपूर्ण कामहरू बन्नेछन्। सिंह राशि। साताको प्रारम्भमा नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ। मेहनतको उचित मूल्याङ्कन हुँदा आत्मबल बढ्नेछ। साताको मध्यतिर सरकारी व्यवसायिक कार्यमा अनुकूल परिणाम देखिनेछ। नयाँ जिम्मेवारी स्वीकार गर्दा भविष्यमा लाभ मिल्ने सम्भावना रहन्छ। आफ्नो क्षमताअनुसारको काम गर्दा वरिष्ठ व्यक्तिको प्रशंसा प्राप्त हुने देखिन्छ। कन्या राशि। साताको प्रारम्भमा अधुरा कामहरू पूरा गर्ने वातावरण बन्नेछ। योजना बनाएर अघि बढ्दा अपेक्षित सफलता प्राप्त हुनेछ। साताको मध्यतिर आर्थिक व्यवस्थापनमा सुधार आउनेछ। सहकर्मीको साथले तपाईँका महत्त्वपूर्ण कामहरू बन्नेछन्। तुला राशि। साताको प्रारम्भमा सम्बन्ध सुधार गर्ने राम्रो अवसर प्राप्त हुनेछ। सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ। साताको मध्यतिर साझेदारी कामबाट लाभ मिल्नेछ। नयाँ सम्झौताले भविष्यका लागि राम्रो आधार बन्ने तपाईँको रहन्छ। रोकिएका केही कामहरू पुनः तपाईँको अगाडि बढ्नेछन्। वृश्चिक राशि। साताको प्रारम्भमा चुनौतीपूर्ण कामलाई धैर्यतापूर्वक पूरा गर्न सकिनेछ। आत्मविश्वासले कठिन परिस्थितिमा पनि सहज बनाउनेछ। साताको मध्यतिर लगानी वा सम्पत्ति सम्बन्धी विषयमा सकारात्मक सङ्केत देखिनेछन्। अनुभवी व्यक्तित्वसँग भेटघाटले तपाईँका निर्णयहरू सहज रूपमा कार्यान्वयन बन्नेछन्। धनुराशि। साताको प्रारम्भमा धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। नयाँ व्यक्तिसँगको भेट लाभदायक बन्ने सङ्केत छ। साताको मध्यतिर अध्ययन, शिक्षण र परामर्शसँग सम्बन्धित काममा प्रगति हुनेछ। आर्थिक पक्ष पनि सन्तुलित रहनेछ। आध्यात्मिक तथा धार्मिक कार्यले तपाईँको मनमा थप ऊर्जा मिल्ने देखिन्छ। मकर राशि। साताको प्रारम्भमा जिम्मेवारी बढे पनि धैर्यताका साथ सबै काम सम्पन्न गर्न सकिनेछ। मेहनतको प्रतिफल बिस्तारै प्राप्त हुनेछ। साताको मध्यतिर आर्थिक पक्ष सबल बन्नेछ। रोकिएका योजना पुनः अघि बढ्ने देखिन्छ। परिवारको सदस्यसँगको सहकार्यले महत्त्वपूर्ण जिम्मेवारी सहज रूपमा पूरा हुनेछन्। कुम्भ राशि। साताको प्रारम्भमा नयाँ सोचले कार्यमा सकारात्मक परिवर्तन ल्याउनेछ। साथीभाइसँगको सहकार्य फलदायी बन्नेछ। साताको मध्यतिर व्यापार व्यवसायबाट तपाईँका लागि राम्रै उपलब्धि हुने देखिन्छ। नयाँ अवसरले तपाईँका लागि थप उत्साहित बनाउने देखिन्छ। अन्तिम राशि मीन राशि। साताको प्रारम्भमा सकारात्मक सोचका साथ सुरु गरिएका काम सफल हुनेछन्। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। साताको मध्यतिर रोकिएका रकमहरू प्राप्त हुन थाल्नेछन्। परिवारका सदस्यसँगको खुसीले तपाईँको अगाडि बढ्ने ऊर्जा थप मजबुत हुने देखिन्छ। 12 राशिफलमा जे भनिए तापनि तपाईँले आफ्नो कर्मलाई निरन्तर रूपमा अगाडि बढाउनुहोला। तपाईँको यो साता शुभ रहोस्।